छु हो अब यहाँ राख्छु ल के हाँसु भयो एक्लै छु भनेर नि होइन अब यसो यस्तो त हामी चाहिँ सँगै हुँदा मात्रै हो नि त होइन अब यस्तो टाइम चाहिँ मुस्किलले पाउँछ नि त हामीले अनि सँगै हुँदा सेलिब्रेसन गर्ने हो नि त होइन हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो एउटा नयाँ भिडियोमा है तपाईहरुलाई ल अनि आजको भिडियो चाहिँ स्पेशल छ भन्नु पर्यो हैन आजको भिडियो चाहिँ मेरो बुढाको आज चाहिँ बर्थडे है अब मैले भिडियो हालेको दिन त अब भोलि पर्सि कहिले भइसकेको हुन्छ हैन अनि मेरो बुढाको बर्थडे चाहिँ 31 मेको दिन चाहिँ हैन बर्थडे हो अनि यहाँ चाहिँ बर्थडेको चाहिँ म चाहिँ आज चाहिँ भिडियो बनाउँछु भनेर चाहिँ म भिडियो बनाउँदैछु मेरो बुढाले चाहिँ बिहान उठेर पूजा गर्नु हुँदैछ फुलले त झरेरै सजाउनु भएको छ हो अनि आज चाहिँ मैले बुढालाई सानो सरप्राइज दिने भनेर चाहिँ मैले सरप्राइज दिएको छु है तर यो सरप्राइज दिनु चाहिँ योपालिको चाहिँ यति साह्रो परेको छ मलाई चाहिँ अब के भन्नु र है किनभने सधैँ चाहिँ ड्युटी जानुहुन्थ्यो बेलुका मात्रै आउनुहुन्थ्यो हैन तर आजकै बर्थडेकै दिन चाहिँ फेरि उहाँ चाहिँ घरमा मतलब आधा दिनमा आउनुभएको थियो नानीको पेटिएम भएर हैन हेर्दै जानुहोस् ल के भएको छ मेरो भिडियोमा अब साथीहरू आज चाहिँ मलाई यस्तो मुस्किल परेको छ कि के भन्नु र सानो सरप्राइज दिनु पर्यो भनेर चाहिँ मैले अस्ति यो अर्डरहरू गरिराखेको हो आज चाहिँ बुढो चाहिँ घरमै भएर चाहिँ मलाई यस्तो परेको छ आपतकालीन अब चाहिँ म चाहिँ यहाँ डेकोरेसन गर्न आँटेको छु नानीलाई खेलाउन जानुभएको छ कि अन्तखेरि म चाहिँ हल्का डेकोरेसन गरेर रेडी भनेर राख्नु पऱ्यो आज चाहिँ म केक धरि पनि ल्याउनु म आफू जानु पाइनँ मैले पठाइरहेको छु हो अब चाहिँ अलिकति गर्छु फेरि गर्दा गर्दा आउने हो कि हो बर्बाद हुन्छ होला है हेरौँ ल हुन्छ कि हुँदैन रहेछ हो सरप्राइज चाहिँ सक्सेसफुल हो बाहिर जानुभएको छ हो सानो सरप्राइज दिउँ भनेर नि होइन अब यस्तो नि त हामी चाहिँ सँगै हुँदा मात्रै हो नि त होइन अब यस्तो टाइम चाहिँ मुस्किलले पाउँछ नि त हामीले अनि सँगै हुँदा सेलिब्रेसन गर्ने हो नि त होइन अब हाम्रो त बरु अरूसँग फ्यामिलीहरूसँग पनि सेलिब्रेसन भइहाल्छ होइन बुढाहरूको त हुँदैन नि त होइन त्यो भएर चाहिँ हुँदाखेरि चाहिँ गरिदिनु नि त भनेर चाहिँ मलाई चाहिँ लाग्छ है तपाईँहरूलाई कस्तो लाग्छ अनि म चाहिँ अब डेकोरेसन गर्छु सानो हो खाना मतलब बनाइसकेको छु हो उसलाई मनपर्ने बनाइदिएको छु मैले होइन अहिले देखाउँछु त्यो पनि म अन्त हेर्दै जानुहोस् न म अब डेकोरेसन गर्छु ल हल्का साथीहरू केक पनि आयो हो तर केक चाहिँ मैले येल्लोमा भनेको कि पिङ्कमा बनाएको छैन नि भोलि गएर हुन्छ त्यसको हो म चाहिँ हल्का डेकोरेसन गर्दैछु ल यहाँ अब हेर्दै गर्नुहोस् ल हेर्नुहोस् हल्का सानो मात्र डेकोरेसन गरेको छु यहाँ हेर्नु ल देख्नु होला स्पेसल होइन स्पेसल फिल गराउनु पऱ्यो नि त त्यो भएर चाहिँ सानो गरेको छु म यहाँ खानेकुराहरू के बनाएको छु लिएर राख्छु ल कति बेला पो आउने हो मैले चाहिँ गिफ्ट पनि हिजै लिएर राखेको छु हो अब यहाँ राख्छु ल के हाँसु भयो एक्लै छु Happy birthday to you. Happy birthday to you. Happy birthday dear Budo. Happy birthday to you. अनि तपाईं पक्रेर नि म पक्रिदिन्छु ल भाइले यो करेला त डर छ नि भाइ यता गर त्यही पक्रिरा मम्मी गाना गाउनु Happy birthday to you Happy birthday to you Happy birthday dear Baba Happy birthday to you May God bless you Happy birthday to you Happy birthday to you नन छोडा तिमी त्यहाँ छोडा छिटो हट नि तिमी हट नि पुन
पक्रिराख्ने केक 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 पक्रिएर यता हेर्नु केक पक्रिएर अलिक उचाल्नु केक उचाल्नु कस्तो लाग्यो बाबा मम्मी र मेरो प्लेन अनि तपाईँ र मेरो प्लेन ल नानी प्लिज प्लिज बर्थडे र कसैको मुखमा यति कम्ती कहिले हुन्छ थ्याङ्क यू बुढी मेरो पनि प्लेन छ सोच्नु भएको थियो यस्तो सोचेको थियो कस्तो लाग्यो मेरो सरप्राइज साँच्ची भन्नु न साँच्ची सोच्नु भएको थियो यस्तो गर्छ होला भनेर आज तपाईँले मैले झन्डै प्लान गएको के हो तपाईँले मैले नजानु नभए सजिलो हुन्थ्यो बेलुका आउनु हुन्थ्यो ल मैले चाहिँ सबै बुढालाई मनपर्ने चिज बनाइदिएको छु है मोमो झालमुडी अनि मेरो बाबाले मेरो ए कहिले खान्छ बाबालाई गिफ्ट दिनुहोस् त म गिफ्ट दिन्छु झालमुडी पहिले म पढिदिन्छु तिमीले ल्याऊ पकाइ त्यो होइन तिम्रो यो हो तिम्रो यो हो बाबा मैले दिने हो मेरो ल ल ल त्यो चाहिँ मलाई उयो जस्तो लाग्यो होइन के किन कसरी लाग्यो के यो चाहिँ मेरो खाजा नानीबाट थियो त्यो मेरो अर्को मेरोबाट थियो नानीले दिने हो नि त हो अनि केक ज्यादा नखाऊ बुढाको नाता यस्तो गऱ्यो मेरो बर्थडे नाता उल्टा फुलेको डल्ला पनि राख्दैन ल साथीहरू अब चाहिँ हामी चाहिँ त्यही भएर मेरै बर्थडेमा खाएको मेरो बर्थडे नाता मोमो छ हुन्छ अब चाहिँ हामी खाएको है लु बर्थडे सक्यो है बर्थडे सक्यो अब सक्यो बर्थडे है अब एक साल बुढो भयो अब एक साल कहाँ हौ 30 पुरा लाग्नु 29 पुरा भयो 30 लाग्नु ल है अब चाहिँ हामी चाहिँ खाएको लु घाल्नु अझ उयो गर्नु कि बुढाको बर्थडे पनि आज मनाइयो मजाले हो अब अर्को साल होइन अन्त आजलाई चाहिँ अब त्यति नै भेट्यो होइन बुढा कस्तो लाग्यो बुढा लास्ट भनिदिनु अब यो पनि फाइनल केक खायो बाबा नानी राखा त नगर न है मेरो भिडियो कस्तो लाग्छ तपाईँहरूलाई होइन राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनुहोस् ल हस्त